हामी चाहिँ खानासाना खाएर अब घुम्न जानुको लागि रेडी हुँदैछौँ। सनस्क्रिन पुरा लाउनुपर्छ, घाम डेन्जर छ नि त। अनि रेडी हुँदैछु म चाहिँ। आज चाहिँ कान्छीलाई घुमाउनु लाने अरे, नानीको छुट्टी भएको बेलामा। अन्त हामी चाहिँ छिटो खुवाइ भयो घुम्न जानुको लागि सबले बजाउँदैछ। अब रेडी भएर चाहिँ निस्किने हामी चाहिँ रेडी सेडी भएर निस्केको। अनि हामी चाहिँ बसेको सकेको। हामी चाहिँ गाडीमा चढे भइहाल्यो। त्यस्तै घाम लाग्यो, त्यस्तै दुईजना सुतिहाल्यो। घाम चाहिँ हेब्बी लागेको छ है। मेट्रो पनि आइपुग्यो। त्यसमा चाहिँ हामी जाँदैछौँ कुतुब मिनार। मिनार कितना सवारी हो? 4 सवारी। मिनार स्टार्टिङ भयो। घाम चाहिँ डरलाग्दो लागिरहेको रहेछ। अनि साथीहरू चाहिँ खाइ पनि जाँदैछ। लु हामी चाहिँ कुतुब मिनार आइपुग्यो। सबैजना फोटोग्राफ गर्नु थाल्यो, कोही भिडियो गर्नु थाल्यो है। यहाँको नजारा चाहिँ यस्तो छ। अनि टुरिस्ट प्लेस भएर होला, टुरिस्टहरू चाहिँ बहुत भिड छ मिनारमा चाहिँ। यहाँ चाहिँ गिलेरी पुरा हुन्छ कि मान्छेले हातमै खानेकुरो दियो भने हातमै मजाले आउँछ क्या। सुदो फेरि यता भिडियो गर्दै आएको त भित्तामा चाहिँ तोता बसिरहेको रहेछ। प्याराट हेर्नुहोस् न कति दामी। हामी चाहिँ कुतुब मिनार घुमिसकेर चाहिँ अब लाग्दैछु इन्डिया गेटतर्फ लागेको। हामी चाहिँ इन्डिया गेटको चाहिँ बेलुकाको राम्रो हुन्छ नि त हो। अन्त इन्डिया गेट चाहिँ हिँड्दा हामी चाहिँ आइपुग्यौँ अहिले फिलहाल हो। वाउ देखो न गाइस, देखो न यो फुलको नाम चाहिँ के होला है? कस्तो दामी है। चाहिँ अब इन्डिया गेट घुमिसकेर चाहिँ लागेको खाना खानु है। तर खाना खानु भोक लाग्यो। हामी चाहिँ घुमेर आएर खाना खानु आइरहेको छौँ। नानीले चाहिँ अर्डर दिँदैछ के खाने। हामीले चाहिँ खाना है यो चिकन आयो हाम्रो चाहिँ। आमा छोराले चाहिँ खाली खाएको के आज भाइले चाहिँ यहाँ लुगा हेर्दैछ, नानालाई दङ्गाउँदैछ। हामी गाडीको वेट गरिरहेको छौँ सप्ताहमा, तर गाडी चाहिँ आएको छैन। 10 पनि बज्यो। हामी चाहिँ अब घरतर्फ लागेको भइसक्यो। तपाईँहरू त सुतिसक्नुभयो होला। आइपुग्यौँ है अब चाहिँ। आउँदा चाहिँ घरमा चाहिँ हाम्रो हालत यस्तो छ। हामी चाहिँ रुममा आइपुग्यो, भाइले चाहिँ दैलो खोलिसक्यो। यिनीहरू चाहिँ सुतेर